दर्शकवृन्द, प्राकृतिक दृष्टिकोणले सुन्दर एउटा सानो देश भएर पनि फरक किसिमको हावापानी, हिमाल, पहाड र तराई गरी भौगोलिक विविधता, चीन र भारत बीचमा अवस्थित दुई ढुङ्गा बीचको सानो तरुलसँग तुलना गर्न सकिने नेपालमा विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा, जसको उचाइ 8848.48 मिटर उचाइ रहेको छ। जलस्रोतको दृष्टिकोणले ब्राजिल पछाडिको विश्वको दोस्रो धनी देश, बहुसांस्कृतिक, बहुपरम्परा, धार्मिक विविधता, भाषिक विविधताले भरिपूर्ण सुन्दर देश नेपाल जसरी प्राकृतिक विविधताले सुन्दरता प्रदान गरेको छ, त्यसरी नै विविध प्रकारका तन्त्रहरूको अभ्यासले नेपाललाई उत्तिकै अस्थिरता बनाइरहेको छ। देशमा अराजकता, भ्रष्टाचार, घुसखोरी, आर्थिक अनियमितता दिन प्रतिदिन व्याप्त रूपमा बढिरहेको छ। सरकार र सत्तामा जो पुग्दछ, आफन्तवाद, कृपावाद, नातावादले कहिल्यै छोडेन। चुनावको समयमा घर घरमा दैलो धाउने सरकार चुनाव सकिएपछि गुमनाम हुन्छ, किनभने उसले भोट पाएको हुँदैन, किनेको हुन्छ र उसले आफ्नो अस्थिर उपस्थितिमा लुट्न र ठग्न बाहेक विकासका कार्यहरू केवल एजेन्डामा मात्र सीमित राख्दछन्, घोषणापत्रमा मात्र सीमित हुन्छ। निर्वाचनमा भाग लिई विजय प्राप्त गर्न पनि पार्टीलाई ठुलो योगदान पुर्याएको हुनुपर्दछ, तब मात्र टिकट प्राप्त हुन्छ कुनै पार्टी मार्फत। यसरी देशका कुनै स्थानसम्म पुग्नका लागि कुनै न कुनै रूपमा योगदान पुर्याएको नै हुनुपर्छ। स्वतन्त्रबाट आफ्नो सहभागिता जनाई विजयी हुनु भनेको अपवाद बाहेक लगभग असम्भव जस्तै हुन्छ, किनभने निर्वाचनको समयमा मत प्राप्त गरिँदैन, किनिन्छ। अनि आफू जति समयमा पदमा रहन्छ त्यतिन्जेलसम्म विकासभन्दा बढी भ्रष्टाचार हुन्छ। देशमा विषम परिस्थिति सँगसँगै घातक आन्दोलनहरू पनि हुने गर्दछन्, जुन आन्दोलनको उद्देश्य कुनै तन्त्र नै ढाली पुनः नयाँ तन्त्र स्थापना गर्ने हुन्छ। विक्रमसम्म 2007 सालमा 104 वर्षीय जहानिया राणा शासनको अन्त्यसँगै स्थापना भएको प्रजातन्त्र पश्चात विभिन्न संविधानहरू निर्माण सँगसँगै कतै राजतन्त्र त कतै सुधारिएको पञ्चायत व्यवस्था भए पनि स्थिर रूपमा काम गर्ने सरकार कहिले पनि हुन सकेन। बरु घातक आन्दोलनका कारण 17,000 युवाहरू मारिए, कैयौँ आमाबुवाको कोख रित्तियो, कैयौँ सिन्दुरहरू पुछिए, हजारौँ बालबालिकाहरू तुहुरा भए, तर परिवर्तनको नाममा संस्था मात्रै फेरियो। विक्रमसम्म 2062-63 को आन्दोलन पश्चात देशको सर्वाधिकार जनतामा निहित रहने गरी लोकतन्त्र स्थापना भए पश्चात पनि अहिलेसम्मको 16 वर्षको अवधिमा देशले आमूल परिवर्तन पाउन सकेन, जुन जनताको अपेक्षा थियो। फेरि यो त केवल 16 वर्षको समयमा 13वटा सरकारको टाउको हो। अस्थिर सरकारको अराजकतालाई झेल्दै झेल्दै देश यो अवस्थासम्म आइरहँदा वा वर्तमान समयसँग जुधिरहँदा देशमा कैयौँ उत्पादनशील कल कारखानाहरू, उद्योग लगायतका उत्पादनका क्षेत्रहरू व्यक्तिको नाममा हुँदै बन्द भए। देशमा अवसर नदेखि रोजगारका लागि लाखौँ युवा युवतीहरू विदेशिन बाध्य भइरहेका छन्। देशलाई खर्बौं खर्ब ऋण लागिरहेको छ, कृषि क्षेत्र झन्झन खस्किँदै गइरहेको छ। देशमा आर्थिक अभावले ताट पल्टिरहेको अवस्थामा सिर्जना भइरहेको छ। जो पावर र पहुँचमा छ ऊ कालो धन भ्रष्टाचारले मुताइरहेको छ, तर देश गरिबीको चपेटामा परिरहेको छ। यी सबै परिस्थितिहरूले गर्दा देश डुब्ने खाडल गहिरो हुँदै गइरहेको छ भन्दा फरक नपर्ला। कहिले राजावादी त कहिले गणतन्त्रवादीहरूको कारणले गर्दा देश अझ अस्थिरतातर्फ धकेलिरहेको छ। कुनै पनि सरकार गठन भएको अवधिमा 2 वर्ष पनि पुग्दा नपुग्दै सरकार ढल्ने अवस्थामा पुग्दछ, जसले देशलाई प्रगतिको मार्गमा बाधा पुर्याउँदछ। गणतन्त्र स्थापना भए पश्चात जनताले जातीय समानता, गरिबी नियन्त्रण, देश विकास होला भन्ने अपेक्षा थियो। अन्ततः त्यो हुन सकेन। जनता रुष्ट भइरहेको अवस्थामा राजावादी समूह, राजावादी पार्टीहरूले विभिन्न समयमा आन्दोलन जारी गर्दै आइरहेका छन्, जसले राजतन्त्र नै गणतन्त्रको उत्तम विकल्पको रूपमा हेरेका छन्। र यो परिवेशमा सिङ्गो नेपाल र नेपालीहरू गणतन्त्र र राजतन्त्रको दोसाटमा छन्। यो विषयमा तपाईँको विचार के छ? जस्ताको तस्तै तलको कमेन्ट बक्समा राख्न नबिर्सनुहोला। सँगसँगै सब्स्क्राइब बटनमा प्रेस गरेर हामीसँग जोडिन नभुल्नुहोला। धन्यवाद।